तपाईको घरको श्रीमतीलाई पनि तपाईले उसको इच्छा विपरीत गर्नु भयो नि त बलात्कार हुन्छ। तपाईलाई थाहा छ कि थाहा छैन? महिला मिल्दा बलात्कार नमिल्दा चमत्कार यस्तो वर्ड पनि भन्ने हो। तपाईलाई लाज हुनु पर्दैन। एउटा कुरो सबैले भन्ने गर्छ। कसले भनेको छ? कसैले भनेको छैन। यदि न्याय प्रेमी जनताहरू र आमा बुवा दाजुभाइ सबैजनाले ठाउँ ठाउँबाट आवाज उठाउनु भएको छ। देख्नु भएको छ तपाईले? उठाएको कुरालाई पनि हामीले सुनिरहेका छौँ। मैले मात्रै होइन, धेरै मान्छेले उठाउनु भएको छ। योसँग मैले तपाईँको जुन खालको एउटा भ्युजहरू हेरिरहन्छु, तपाईँले जुन युट्युबमा तपाईँ चिचाइरहेको देख्नुहुन्छ, सारा देशभरि न र विश्वको चाहिँ नि तपाईँको चाहिँ इन्टरनेटमा चाहिँ महिलाहरूले हेरिरहेको छ। सबै समुदायले तपाईँलाई न्याय नदिएकै हो भन्ने बुझिरहेछ। यत्रो न्याय नदिन तपाईँ आत्मघाती किन बन्नु सक्नु भएन भन्ने मेरो कुरो। भन्नाले भन्नु त आत्मघाती भने कि मैले मर्दिनु पर्थ्यो भनेको मतलब तपाईँ आफू एउटा महिलाले चाहियो भने संसारको पुरुषलाई 1 मिनटमा स्वाहा बनाइदिन्छ है। तर महिलाहरूमा चाहिँ तपाईँ जस्तो एउटा महिलालाई यति धेरै अन्याय पुरुषबाट हुँदै गर्दाखेरि किन महिलासँग चाहिँ तपाईँको चाहिँ यति ठुलो चाहिँ तपाईँको चाहिँ विद्रोहको चाहिँ तपाईँको चाहिँ एउटा आत्मघातीसम्म गर्न सक्ने क्षमता तपाईँसँग भएन भन्ने कुरा मलाई किन भएन? मेरै कारणले आज बालुवाटारबाट भागेर गुन्डुसम्म बस्नु परेको इतिहास देखिरहनु भएको छ तपाईले केही दिन अगाडि। त्योभन्दा बढी के चाहिँ खोज्नु भएको छ तपाईँले? सुन्नुहोस्, म एकजनालाई सडकमा पुर्याएको बावजुद आज नेकपा एमाले सिङ्गो व्यक्तिहरू हामीले लाउने भित्रका कपडा छैन अनि त्यहाँ दाँत मान्ने ब्रस छैन भनेर परिवारै लिएर सडक हिँडेको देख्नु भएको छैन? योभन्दा बढी के हुन्छ? आउँदैछ समय। तपाईँले गरेको विद्रोह र तपाईँले गरेको आन्दोलन र तपाईँले गरेको कार्यक्रमलाई हामीले सराहनीय छ, तपाईँले गर्नु भएको छ। तर अन्तिममा है पीडाले चाहिँ नि तपाईँ आफ्नो चाहिँ भौतिक शरीरतालाई चाहिँ तपाईँ यत्तिकै पीडाले चाहिँ तपाईँले चाहिँ अब अन्तिम जीवन चाहिँ तपाईँले बिताउने हो कि तपाईँले चाहिँ नि अन्यायको के अरे यो जुन अन्यायको विरुद्धमा अन्याय र अन्यायको विरुद्धमा पनि फेरि तपाईँको न्यायको लागि चाहिँ तपाईँ चाहिँ अन्तिम चाहिँ शरीर आफ्नो जीवनै त्याग गर्ने हो त भन्ने कुरा नि? जीवन त्याग कुन बेला हुन्छ भन्ने कुरा चाहिँ तपाईहरुले केही समयपछि थाहा पाउनुहुन्छ। म एउटा उदाहरणीय व्यक्तिको बन्नको लागि लडेको। मलाई के पुगेको थिएन, मेरो 2 हात खुट्टा थिए, म गरेर खान सक्थेँ। म माथि भएको अन्याय म आज सडकमा किन बोल्दैछु भन्दा आधा आकाश ढाक्ने नारीहरू आज ती नारीहरूको सबैको आवाज उठाउनु पर्छ। मेरा दिदीबहिनीहरू घरभित्र पिल्सेर मरे, घरभित्रै लोराले थिची मर्न पर्यो, धेरै कुराहरू बोल्न नसकेर आज आफैले आत्मदाह गर्नुभएको छ। त्यसको परिणामस्वरूप म उब्जेको हो। म यो देशमा होइन, यो देशले सकेन भने म अन्तर्राष्ट्रिय लेभलमा पनि मुद्दा लड्छु। त्यसपछि यिनीहरूलाई मार्छु र म मर्छु। अर्को कुरो छ, तपाईँ जस्तै अरू पनि पार्टीमा चाहिँ राष्ट्रिय पार्टीमा चाहिँ धेरै महिलाहरू हुनुहुन्छ कार्यकर्ताहरू। उहाँहरू चाहिँ फेरि पनि तपाईँको चाहिँ पद र केही चाहिँ तपाईँको लोभमा लालचमा चाहिँ तपाईँहरू ती महिला दिदीबहिनीहरू फेरि चाहिँ तपाईँको चाहिँ महेश बस्नेत र तपाईँको सम्बन्ध जस्तै फेरि चाहिँ तपाईँको एउटा घिर्नी नफसोस् भन्नुमा तपाईँ के भन्नुहुन्छ त्यस बारेमा? उहाँहरूलाई सुझाव के दिनुहुन्छ? यस्तो छ, पद पावर र पैसाकै भरमा फस्यो भने शोभा पाठक धेरै पटक फसिसक्थ्यो र फस्यो पनि होइन। म त्यसमा फस्दिनँ र अरू दिदीबहिनीलाई पनि म के भन्छु भने आफ्नो अस्मिता बेचेर